सम्पूर्ण साथीहरूलाई नमस्कार। आज हामी तानसेन नगरपालिका वडा नम्बर 14 अर्गली पाल्पामा रहनुभएका एक सफल कृषकको घरमा छौँ। व्यस्त सहर, व्यस्त जिन्दगीको थोरै विश्राम दिनको लागि सडकबाट करिब 1 किलोमिटर भित्र यो सुन्दर घर सँगै रहेको गोठ छ। त्यसै म अहिले यति बेला ठ्याक्कै हाम्रो सफल कृषक सँगै छु। म उहाँलाई चाहिँ स्वागत गर्न चाहन्छु। सरलाई स्वागत छ। नमस्कार प्रकाश सर। सरलाई छोटोमा, अब म त सबै चिन्छु, तर मेरो युट्युब च्यानल हेर्ने साथीहरूले हजुरलाई नचिन्न सक्नुहुन्छ। छोटोमा परिचयसहित अगाडि बढ्न अनुरोध गरेँ। मेरो नाम अच्युत भट्टराई। हजुर। पेसाले शिक्षक। बिहानमा क्याम्पस, दिउँसोमा स्कुल, साँझमा यसो फुर्सदको समयमा यो कृषि कार्य, फलफुल, यसमा चाहिँ एकदमै असाध्यै मनदेखि यो खेती गरिरहेको छु र यसले चाहिँ राम्रो आम्दानी पनि म सफल कृषक पनि भन्न चाहन्छु। अब एकदम व्यस्त समय छ तपाईँको। बिहान क्याम्पस, 10-4 स्कुल, अनि अब साँझ बिहानको समयमा खेतीपातीसहित फलफुल। तपाईँकोमा रहेका फलफुलहरूको बारेमा के छ सरकोमा, यसो सर जानकारी गराउनु होला। यो सिडलेस भन्छ, यो अङ्गुर, सेतो अङ्गुर, यो अहिले हातमा देखिरहनु भएको छ। यो सिडलेस अङ्गुर यहाँले खान सक्नुहुन्छ। एकदमै यो अर्गलीमा यो सफल रूपमा पाइयो। यसले आम्दानी राम्रै दिएको छ। त्यस्तै लिची छन्। लिची 40-50 बोटहरू छन्। अहिले ठुला लिची त कमै छन्, तर अब तिनी हुर्किने क्रममा छन्। अनि त्यसै सीताफल, सलिफा भन्छ, मौसम, अनि भब्बु, कटहर, आँप, अनि केरा, त्यस्तै सुन्तला, एभोगाडो, अब कागती, अनि त्यस्तै तपाईँको भैँकटर, अनि ओखरहरू, अनि काजुको बेर्ना पनि छ। हेरौँ कति सक्सेस हुन्छ। अनि त्यस्तै किवी छ, अनि हलुवा बेच छ, अनि मेवाहरू भयो लगायत, अनि ड्र्यागन फ्रुट अहिले भर्खरै म सरलाई यतिमै रोकेँ। मैले समग्रमा सरकोमा नभएको फलफुल केही पनि छैन होला जस्तो लाग्छ। सायद कमै छ। यहाँ एभोगाडो अहिले अघिल्लो वर्ष म देखेको थिएन। अहिले चाहिँ सरले त्यहाँ व्यवस्थित रूपमा बनाउनु भएको रहेछ। यो यहाँको हावापानी अनुसार यो सफल हुन्छ हुन्न, के लाग्छ सरलाई? अर्गलीको टेम्परेचरमा एभोगाडो एकदमै सुइटेबल छ। एभोगाडो यहाँ अरू घरहरूमा पनि पाउन सकिन्छ। थोरै बोटहरू छन्, तर लटरम्म फलेको अवस्थामा हामी देख्न सक्छौँ। एभोगाडो सक्सेस छ। अनि किवीहरू अरू त तिनी ट्रायलको रूपमा छन्। अब यो हाम्रो तपाईँको यो ड्र्यागन फ्रुट पनि सक्सेस छ। एउटा बोट सक्सेस भएपछि मैले प्लस त्यो अरू बोटहरू थपिरहेको छु। ल, अनि सर अब एकदम व्यस्त समय छ, कसरी म्यानेज गर्नु भएको छ? म्याडम पनि एक हिसाबले राजनीतिक कर्मी अथवा समाजसेवी भन्नु पर्यो। दुईवटा बाबुहरू विद्यार्थी नै छन्। कसरी म्यानेज गरिरहनु भएको सर? यो हाम्रो प्लान अनुसार एउटा प्लान बनाएर त्यो फुर्सदको समयमा भन्दा पनि प्लान अनुसार बिहान साँझ दिउँसो स्कुल भए पनि साँझ बिहान र बिहानको समय बचेको समयमा, छुट्टीको समयमा पहिले प्लान गराएर यो प्लान अनुसार गर्ने भनेर गइयो भने पक्कै पनि त्यसले चाहिँ सहज गर्नेछ। अलि हेभी कामहरू भएको दिन खेताराहरू पनि खोजिन्छ, लगाइन्छ। बाँकी त्यसको म्यानेज चाहिँ अलि राम्ररी प्लान बनाएर गर्ने भने सफल हुन सकिन्छ जस्तो लाग्छ। ल, सरलाई म यति नै गर्छु। सरलाई छोटो यो मसँग अन्तर्वार्ता लिनुभएकोमा धन्यवाद छ। सर, केही मैले सोध्न छोडेका, हजुरले बताउन चाहेका केही छन् भने बताउनु होला। होइन, ठिक छ। अब यो सायद तपाईँले अर्गलीमा मेरो के छ भने भित्री मनदेखि यो व्यवसाय प्लस अर्गलीमा सबैभन्दा बढी फलफुल कस कहाँ छ भन्दा अच्युत सर कहाँ, यो प्रश्नको उत्तरको लागि पनि म मिहिनेत गरिरहेको छु। प्लस त्यो किन भनेको भने त्यो इन्ट्रेस्ट मेरो लगभग पहिलेबाट फलफुलहरू धेरै वर्षेनी थपिरहेको छु। प्लस त्यो मेरो एउटा हबीको विषय पनि हो। यो फलफुल बगैँचामा रमाउँदा र यसबाट आम्दानी पनि हुन्छ, मनग्गे आम्दानी पनि हुन्छ। यो राम्रो छ। यो अरूले पनि यो प्रेरणाले गर्दा हुन्छ। हस्, सरलाई धन्यवाद, धेरै धन्यवाद।
नास्पातीहरू बेलौतीहरू यो चाहिँ मौसम है सर्कोमा भएको। यो चाहिँ सर्कोमा रहेको अनारको बोट। ल हेर्नुहोस् अलिअलि दानाहरू पनि देख्न सकिन्छ। ठ्याक्कै सरलाई पनि फोकस भयो। राम्रो। यो तरुल खेती पनि छ यस्तो ढिकमा। यो गानोमा यो गानो देख्नुहोस् है, यो चाहिँ एकदम राम्ररी फलेको अवस्था हो। यो आजभोलि टिप्दा पनि हुन्छ, तर यो अहिले बेस्ट सिजन हो। यो चाहिँ नास्पाती अब लगभग अबको 1-1.5 महिनामा तयार हुन्छ होइन सर? यो 15-20 दिनपछि। अब त्यही त होइन दाना ट्याक्क यत्रो भएको छ दाना। बढी फलेको भएर कुनै अहिले एकदम नुग्या रहेछ कि होइन सर? नुगेको। ल हेर्नुहोस् यो चाहिँ ड्र्यागनको लागि यसरी पोल निर्माण गरेर ल यो मेवा भयो होइन। यो टनेल के को लागि त? यो टनेल अब कृषि यहाँ टमाटरहरू लगाउने, सागहरू लगाउने, धनियाँहरू लगाउने डेमो। यो चाहिँ हलुवा बेदको बेर्ना है। चाहिँ गडौलाबाट उत्पादन गरिएको मल है सर? यो गडौला खेती पनि देख्न सक्नुहुन्छ। यो गडौला प्रति केजी गडौला 1600 रुपियाँ केजी 2000 बिक्छ। अनि यो यसको मल मोल 50 चाहिँ रुपैयाँ किलो। एकदमै राम्रो हुन्छ। मल जस्तो युरियाहरू राखे चाहिँ यसले जेमा पनि राख्दा हुन्छ। यो तेजपत्ता है। यो चाहिँ ल्वाङसुक मिलको ककटेल। यो चाहिँ उन्नत प्रजाति अथवा ठुलो खाले बयर होइन? रेड एप्पल बयर भन्छ। रेड एप्पल बयर। ल थ्याङ्क यू।